जय माता दी। आज चाहिँ म तपाईँहरूसँग मेरो हेयर केयर रुटिन सेयर गर्न जाँदैछु। सबैजनाले सोध्नुहुन्छ कि मैले आफ्नो चुलमा के यस्तो लगाउँछु र मेरो चुल यति लामो भएको र पहिले त बहुतै मोटो पनि थियो मेरो चुल र अहिले त झरी बहुत पातला भइसकेको छ। त्यस्तो त मेरो केही खास हेयर केयर रुटिन छैन। त्यही पनि मैले जो गर्छु म तपाईँहरूसँग सेयर गर्न जाँदैछु र म तपाईँहरूसँग आज एउटा टिप्स चाहिँ भन्छु है। तेल जे पनि लगाउनु हमेसा एउटै लगाउनु र मैले चाहिँ यो बजाज आल्मन्ड ड्रप्स लगाएको आज लगभग 12-13 साल भइसक्यो। 12-13 पनि भन्दा 18 साल भयो। अनि 18 साल मैले एउटै तेल युज गर्नाले सायद अलिक राम्रो रिजल्ट दिन्छ। माने बेसी चेन्ज गरिराख्नु हुँदैन कि। अनि मेरो चुलमा चाहिँ सानो सानो मुख भएको काइयोले चुल कोरिँदैन, किनकि बहुत लट्टा पर्छ, किनकि मैले स्ट्रेट पनि गरेकी थिएँ त त्यसको लागि। अनि म यत्रो मोटो काइयोले तलबाट स्टार्ट दिनु, तलबाट लट्टा पर्दै गर्नुभयो भने तपाईँहरूलाई सजिलो हुन्छ। अनि हो त्यसरी 2 भाग गरेर पहिले फर्स्ट लट्टा चाहिँ फोर्नुपर्छ। र मैले आज दिउँसो चाहिँ अलिअलि माथि तेल लगाएको थिएँ र अलिकति त्यो चिपचिपा देखिँदैछ। यहाँ हेर्न सक्नुहुन्छ, हेर्नु कति चुल झर्छन् मेरो अहिले। अनि एक साइडको कोरिसकेर हो त्यसरी नै फेरि तलबाट तपाईँहरूले चुल कोर्दै जानुहोस्। तलबाट माथि जाँदासम्ममा भने त्यो लट्टा पर्नु इजी हुन्छ र चुल झर्न पनि अलिकति कम्ती मतलब कम्ती झर्छ। अब त्यहाँबाट अनि हो त्यसरी तपाईँले 2 भाग गरेर तेल लगाउनु भयो भने पनि हर माने कुना काप्चा सबैतिर पस्छ। यहाँ हेर्नु त कति चुल झर्दैछ। अहिले त मलाई बहुत माया लाग्छ। अहिले यो जतिको चुल छ नि, 1 मुठी जति भएको छ। 2 मुठी गर्दा मेरो 1 मुठी चुल थियो। अहिले त 2 भाग गर्दा बहुतै पातला भयो। र अनि मलाई फेरि यो तेलको एउटा के मनपर्छ भने यसको मुख। अनि हो त्यसरी गर्दा म ठप 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 गरेर लगाउन सक्छु। माने हातमा लिइराख्नु परेन, किनकि भरभरि झर्दैन कि, माने लिमिटमा झर्छ। तपाईँले यसरी लगाउनु भयो भने अलिक लिमिटमै आउँछ। अनि हो त्यसरी हेर्नु त पुरा जडसम्म पुरा लगाउनुपर्छ है। माथि माथि लगाउँदा मात्रै हुँदैन, किनकि भित्रसम्म गुडीसम्म जे पनि चिज गुडीसम्म हेर्नु त लगायो भने त्यसको फल पनि त राम्रो हुन्छ। हो त्यसरी मैले पुरा भाग गरी जहाँ जहाँ एकदम ड्राई भएको हो त्यस्तोमा सबै लगाउँछु। अनि एउटा कुरा चाहिँ मन गर्नु, बेसी लेत्रा माने टाउको एकदम लेत्रा छ अनि राति तपाईँहरूले तेल लगाउनु भयो भने त्यसले त झन् लेत्रै पार्छ, झन् डेन्ड्रफै बनाउँछ। त्यही भएर माने चुल बेसी लेत्रा नभएको बेलामा तपाईँहरूले तेल लगाएर रातभरि छोड्नु सक्नुहुन्छ। अनि त्यो तेल लगाएको पछि अलिकति 5 मिनट जस्तो हल्का मसाज गर्नु होला चुलमा। अलिक माने भित्र बेसी जोड-जोडसो पनि नगर्नु, किनकि तेल लगाएको पछि अलिकति नरम भएको हुन्छ त्यतिखेर। अनि बेसी जोड-जोडसो पनि गर्नु हुँदैन। फेरि तपाईँले यसरी 2 भाग लिएर हातमा जति तेल भएको हेर्नु, मेरो एकै खेपमा सबैतिर लाग्यो है। अनि तलसम्म पुरा रुटसम्म लगाउनु। त्यतिखेर के हुन्छ भन्दाखेरि जस्तो पनि चुल फाट्छ नि, त तेल यसरी तलसम्म पुग्यो भने चुल पनि फाट्नु अलिकति कम हुन्छ। यो चाहिँ मेरो पहिलाबाटै एक्सपिरियन्सले भनेको है, किनकि मैले अब यही तेल एउटै तेलले लगाइरहेको छु। र पहिले त म बहुतै टाइममा चुल धुनको अगाडि राति सधैँ नै तेल लगाउँथेँ। र अहिले त त्यस्तो टाइम टेबल नहुनाले अहिले बहुत रुटिन पनि चेन्ज भयो। र अहिले त म कति दिनको पछि तेल लगाउँदैछु। चुल झरी जब माने खतम भइसक्यो त्यतिखेर मलाई याद आयो, ओहो मैले त तेल नलगाएको पनि बहुतै भयो भनेर। त्यहाँबाट यसरी तपाईँहरूले सबै तेल तलसम्म लगाइसकेपछि हल्का पाराले बाटिदिनु। बेसी टाइटले पनि नबाट्नु, माने तन्किने गरी पनि नबाट्नु, किनकि त्यो छालासम्म पुरा तेल लगाएको हुन्छ त्यसको लागि एकदम हल्का पाराले यसरी बाटेर थपक्क पाराले तपाईँहरूले रातभरि अब छोडिदिनु। बेसी लेत्रामा किन नगर्नु भन्दाखेरि नि, त्यो किनकि झन् त्यसले धुलो बाली जति माने राति झन् डेन्ड्रफ बनाउँछ। तर अलिक चुल सफा छ अनि जुनतिर तपाईँले चुल धुनुहुन्छ त्यसको अगाडि तपाईँले रातभरि तेल लगाएर छोड्न सक्नुहुन्छ। र कहिले कहिले त पुरा चुर्लुप्पै डुबाएको पनि बहुतै राम्रो। अहिले त मेरो चुर्लुप्पै डुबाउने समय पनि छैन र भोलि फेरि धुनलाई पनि गाह्रो, अनि बिहान त फेरि हतार हुन्छ सबैलाई। अनि हो त्यसरी हेर्नु त कति हल्का परिकारले बाटेको चाहिँ, बेसी कष्ट माने चुललाई माने दुःख नदिए है दुःख नदिई हो त्यसरी बानेर तपाईँहरू रातभरि छोडेर सुत्नु सक्नुहुन्छ। अनि भोलि दिन तपाईँहरूले सेम्पू गरिदिनु राम्रोसँगले। हो त्यस्तै अगर तपाईँहरूले सधैँ गर्नुभयो भने चुलको राम्रो हुनेछ है, किनकि मैले चाहिँ यही फलो गर्छु। ल आजको लागि यति नै। राम्रो